जस्तो अब हाम्रो यतापट्टि अलिकति योभन्दा अगाडिको एउटा फिल्म अलिकति कमेडीबाट आएर अहिले चाहिँ वरिष्ठ बलराममा आफ्नो फरक लुक्स दिइरहनु भएको छ कमल सर। तपाईँले यो फिल्ममा बेस्ट के गरे जस्तो लाग्छ तपाईँलाई? अब आफूलाई त सबै बेस्ट लाग्छ होइन। अब त अडियन्सले कुनलाई मन पराइदिनु हुन्छ, रुचाइदिनु हुन्छ होइन। हजुरले भने चाहिँ अगाडि कमेडी पनि गरियो, त्योभन्दा केही अगाडि भिलेनहरू पनि गरियो र यसमा चाहिँ अब हाम्रो मुख्य पात्र विजयको साथी भनेर काम गर्न पाउँदाखेरि अब साथी त धेरै लामो समयदेखिको हो, तर काम गर्ने अवसर चाहिँ यो पहिलोपटक दियो। एक्चुअली नट जस्ट विजयजी पनि कमलजीहरू सबैजना हाम्रो जुन ग्याङ छ बलरामको त्यो उहाँहरूले एकदमै रमाइलो र सजिलो बनाइदिनु भयो। चाहिँ कुरा काट्ने केही छैन जस्तो। तपाईँलाई एकदमै सम्झिन मन लागेको वरिष्ठ बलराममा चाहिँ तपाईँ यो जुन खेल्दै गर्दाखेरि वरिष्ठ बलरामको सुटमा चाहिँ एकदमै सम्झना लाग्यो यो कुरा चाहिँ कुनै पनि फिल्ममा आयो भने बिर्सिनु हुन्छ। बिहाइन्ड द सिन कि बिहाइन्ड द सिनको त धेरै छ नि है। अब त्यहाँ चितवनको गर्मीमा बस्यो हामी 1 महिना 35 दिन जति। अब त्यो गर्मी खाइयो अनि अब साथीभाइ जुन ग्याङको थियो हामी बिहाइन्ड द सिनमा पनि वरिष्ठ ग्याङसँग न्यू खोज्ने जिस्किने। अब पिकेट अन हाम्रो जुन यहाँ माइला छ ऊ अलिअलि तोते बोल्छ, त्यसलाई तोती बोलेरै जिस्काउने। यस वरिष्ठ ग्याङमाथि हाम्रो बलराम ग्याङ हाबी नै भएको थियो। सुटिङ स्थलमा पनि वरिष्ठ र बलरामकै ग्याङ छुट्टा छुट्टै अलग अलग त्यस्तो थियो। अलग अलग प्र्याक्टिस गर्थे साथीहरू। यता बलराम ग्याङ तयारी भएर वरिष्ठ ग्याङलाई कसरी पेल्ने भनेर तयारी गर्थे राति केटाहरू। त्यो स्क्रिप्टमा इम्प्रुभ भयो। त्यही भएर अलिक केटा हेर्नु सिनेमा हेर्दा पनि देख्नुहुन्छ होला त्यो केटाहरूले ट्याक ट्याक पञ्च हान्छ। त्यो तयारी गर्थे उनीहरूले, त्यो रियलमै पनि तयारी गर्थे। उहाँहरू बिचको तयारीको यो उहाँहरू दुईजना वरिष्ठ र बलरामको तयारीको बिचमा चाहिँ तपाईँको भूमिका कस्तो रह्यो त्यहाँ बिहाइन्ड सिनमा? मैले त के भन्नु, अब दर्शकहरूले हेर्नुभयो, हजुर हेर्नुभयो, कस्तो लाग्यो? बिहाइन्ड सिन त दर्शकले हेरेन। बिहाइन्ड द सिन बिहाइन्ड द सिन त मजा नै आयो मलाई। त्यस्तो मजा आयो मलाई। के कुरामा मजा आयो उहाँहरूको लाइक बिहाइन्ड द सिन भन्दा नि अब उहाँहरू सुट गर्दाखेरि उहाँहरूको इम्प्रोभाइजेसन हेर्दा अनि पञ्च लाइन कस्तो मजाले एउटा कुरा थपे जस्तो हाम्रो स्कुलिङ यता यो खालको इन्भाइरोमेन्टमा आएको। उहाँ चाहिँ हामी इन्डियामै अब एक्टिङ नै पढेर सिकेर आएको। हाम्रो जे होस् बिहाइन्ड द सिनमा नि एक्टिङकै कुराहरू हुन्थ्यो। हामीले जानेको कुराहरू उहाँलाई भन्ने, उहाँले जानेको कुराहरू सिकाउने गरेर एकदम रमाइलोका साथ नै सुटिङ गऱ्यौँ हामीले। ल आऊ कमला ल आँखाले बोला मायालु मनैले बोले त कसले पो सुन्छ र